Hello and namaste everybody. Welcome back to my channel. Ani how are you all guys? I hope सन्चै हुनुहुन्छ होला अनि आजको भिडियो चाहिँ हुनेवाला छ ट्विन टेलिप्याथी च्यालेन्ज म र मेरो बहिनीको हजुरहरूले मन पराइराख्नु भएको भिडियो जुन चाहिँ थियो कलरफुल गिफ्ट एक्सचेन्ज गेम त्यसमा चाहिँ म र मेरो बहिनीले कति धेरै सेम गिफ्ट ल्याएको थियौँ नि त अनि मलाई फेरि त्यो गर्न मन लाग्यो कि ट्विन टेलिप्याथी हामी दुईजनाको चेक गर्न मन लाग्यो इट्स गोइङ टु बी रियली फन हजुरहरूलाई पनि रमाइलो लाग्छ होला प्लिज वाच माई भिडियो टिल द एन्ड एन्ड थ्याङ्क यू सो much for all the support. Now let's start the twin telepathy challenge. म चाहिँ रेडी भइसकेको छु सेल्सका रेडी हो रेडी हो ल पछाडि चाहिँ ब्याक अफ द क्यामेरा बाबा हुनुहुन्छ बाबाले चाहिँ यस्तो गर भन्नुहुन्छ अनि हामी चाहिँ गर्छौँ है त कतिको मिल्दो रहेछ लेट्स सी रेडी छ नि फुल्ली रेडी ल ल है क्वेसन नम्बर 1 डल्यो क्वेसन नम्बर 1 डल्यो ढुक्कै नहल्लाई ल ल है पहिलो है 1 2 3 प्रिटेन्ड टु इट बर्गर ओके मिल्यो कि मिलेन मिले हा खै कसो गरेको तिमीले मैले मैले देख्छ ल मिले मिले गरेको ल मिलेछ ल सेकेन्ड show the number with fingers 1 2 3 same la number 3 act like animal 1 2 3 same आवाज निकालेको मैले त्यस्तो गरेको त हैन सेम सेनीले आवाज निकाल्नु हाई फाइभ तिमीले चाहिँ निकालिनु तर सेम ल आवाज ननिकाल्नु चाहिँ त्यसको हात चाहिँ ल Number 4, act like you are taking a selfie. 1 2 3 go. Little different. मैले पाउड Number 5, toss one body part. 1 2 3 go. Same. है वे कसरी La. Same. La मिलेछ. Number 6. ए Number 6. Think of an object in the room and point to it. 1 2 3 go. Different. के गर्थ्यौ Guitar. म फ्यान About number 7. Ready? Make a heart with your hands. 1 2 3 go. Different. La different. म झन् यसलाई कोरियन हुन्छ भनेर यस्तो गरेको त Act like you are sleeping. 1 2 3 same but different direction. Same but different direction है ल ल मिल्यो मेरै बहिनी रहेछ है क्या हो 9 है do a yoga pose. 1 2 3 go. Different. ल आवाज ननिकालिकन नम्बर 10 pretend to laugh. Different. एकजनाले एउटा हात एकजनाले दुईटा हात गर्नुभयो 10 भयो अब 11 ready रेडी freeze like a statue. 1 2 3 freeze like a statue. 1 2 3 different. So more different ल 12 blow a kiss. 1 2 3 go.
Same. Same. Finally. ल मिल्यो Yes. अब number 13. Ready? Yes. Cover your eyes. 1, 2, 3, go. Same. Same. ल मिलेछ दुईजनाकै सेम अब 14. Ready? Ready? Yes. Do a high five in the air. Do a high five in the air. Here? Air. Yeah. A-I-R. Air. Same. 14 and 15. Ready? Wink. 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 आँखा झिम्काउने के सेल्भिसका डिफ्रेन्ट सेनीले दुईटै गरे तैँले एउटा विङ्क भनेको यस्तो ब्लिङ्क भनेको यस्तो हो कि मैले यस्तो गर्थे। दुईटा गरे एउटा ओके अब 16 wave your hand 1 2 3 है ल 16 wave your hand same ल सेम मिलेछ ल 17 है सेकेन्ड लास्ट है pretend to young यहाँ भनेको यो हाई गर्ने के हाई गर्ने ल है डिफरेन्ट कसो गर्ने थियो खै यता पछाडि यता म तिमीले यस्तो गर्थ्यौ है। स्ट्याम्प गर्न सुनेको थियो गरे 1 2 3 go raise your hand raise your one hand छिटो गर्नुपर्छ 1 2 3 same hand ल फाइनली सिद्धियो ल सिद्धियो 18 वटा सिद्धियो लास्ट एउटा सोध्नु न डान्स मुभ कुन चाहिँ गर्दो रहेछ एउटा डान्स मुभ ल 1 2 3 ल सेम चुज गरौँ डान्स मुभ 1 2 3 गो डिफरेन्ट कस्तो गर्नु एउटा मैले यस्तो गरेँ ऋतिक रोशन फ्यान। ल ल फेरि लास्ट 20 गरौँ ल 20 पुराइदिउँ ल त ल touch your one hand touch your one eye त्यस्तो गर्न पाउँदैन सर्भिसका 1 2 3 भन्ने बित्तिकै टच गरिहाल्नुपर्छ different different नो वरिज खै के गर्थ्यौ तिमीले? यसो मैले नि त त्यो गरेँ। बाबाले डिफ्रेन्ट भन्नुभयो ल सिद्धि सेम त गर्छ नि यस्तो उसले यता गरेर त पछि दिता मेरो बहिनी रहेछ ल हेर्नु सेन ल हामीले चाहिँ होइन यस्तो साउन्ड चाहिँ अलिकति डिफ्रेन्ट आएको हुनसक्छ किनभने चाहिँ हाम्रो माइक चाहिँ अन भएर कता कता रहेछ माइक त अनि हामी चाहिँ यता बोलिरहेको रहेछौँ त्यही पनि स्टिल अलिअलि टिपेको छ राम्रैसँग अनि हामी दुईजनाको चाहिँ ट्विन टेलिप्याथी च्यालेन्ज वेन्ट रियली वेल हामीले कति धेरै मिलायो है यस सेल्भिसका अलमोस्ट सुतेर पनि कति निन्द्रा पुगिसकेको थियो होला मैले जबरजस्ती उठाएर फेरि खेलेको हामी अनि यस्तो हुनुपर्छ कि बहिनीको सपोर्ट भनेको छ अनि बाबाहरूको पनि सुत्ने टाइम भइसकेको थियो उहाँले पनि सपोर्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद दुईजनालाई अब चाहिँ हजुरलाई कस्तो लाग्यो आजको गेम खेलेर ट्विन टेलिप्याथी च्यालेन्ज मेरै बहिनी रहेछ कि यो है ल अब सेल्भिसकाको टर्न है बोल्ने ल थ्याङ्क यू फर 2.2K फर द्याट भिडियो के थियो अरे
त्यसरी एउटा बार थियो गेस द थिङ च्यालेन्जमा अर्को झन् धेरै अनि अर्को झन् कुन चाहिँ भन त ल एक्सचेन्ज गेममा 44K अनि सेल्भिसकालाई चाहिँ आफ्नो भिडियोमा धेरै मान्छेले हेरोस् भनेर पहिल्यैदेखि इच्छा थियो अनि उसलाई त्यो यो इच्छा पनि पुरा भएको छ सेल्भिसकाको अनि सेल्भिसका चाहिँ धेरैभन्दा धेरै खुसी छ म त यसै छु मेरो सबै फ्यामिली नै हुनुहुन्छ अहिले चाहिँ सबै खुसी हुनुहुन्छ अनि मेरो बाबाले चाहिँ हरेक घन्टामा अपडेट दिइरहनुहुन्छ युट्युब च्यानल कसरी ग्रो भइरहेको छ भनेर अनि आई एम रियली ह्याप्पी एन्ड आई एम फिलिङ ब्लेस्ड ल सेल्भिसकालाई अहिले युट्युब च्यानलमा यसरी भिडियो बनाउन पाउँदाखेरि कस्तो चाहिँ फिल भएको छ सुन्न मन लाग्यो मलाई थाहा पाउन मन लाग्यो प्लिज भन्नुहोस् त धेरै राम्रो राम्रो लाग्छ सेल्भिसकालाई चाहिँ मन लाग्छ होइन भिडियोहरू बनाउन कि फोर्स गरेको मैले मलाई लाग्छ गेम खेलेको गेम खेल्न मन लाग्छ कस्तो कस्तो भिडियो बनाउन मन लाग्छ गेम खेलेको ओन्ली गेम खेलेको अनि खाएको पनि मनपर्छ होला मिल्छ मनपर्छ कि पर्दैन मनपर्छ अब हामीलाई चाहिँ यो गेम भिडियोमा कन्टेन्ट अपलोड गर्न पाएको छौँ अनि खेल्ने यस्तै गेमहरू चाहिँ गेम पनि खेल्न पाएको छौँ रमाइलो पनि भएको छ होइन त्यही नै हो अनि आज पनि हामी ट्विन टेलिपेथी चेक गर्न मन थियो त्यो भिडियोमा चाहिँ पहिलाको त्यो कलर एक्सचेन्ज गेममा चाहिँ हाम्रो त्यो कोइन्सिडेन्स मात्र हो कि ट्विन टेलिपेथी साँच्चैकै स्ट्रङ छ भन्ने चाहिँ हामीलाई हेर्न मन थियो हेरी पनि हाल्नुभयो गाइज कतिको स्ट्रङ रहेछ प्लिज कमेन्ट डाउन बिलो अनि हजुरहरू पनि आफ्नो फ्यामिली आफ्नो दाजुभाइ दिदीबहिनीहरूसँग खेल्नुहोला अनि चेक गर्नुहोला रमाइलो गर्नुहोला हाँस्नुहोला है मजाक बनाउने होइन है मेरो ल ल ल ब्याक 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 ल ल ल ब्याक ब्याक थ्याङ्क यू सो मच फर सो मच लभ एन्ड सपोर्ट थ्याङ्क यू भन्नुहोस् थ्याङ्क यू हजुरहरूको पनि यस्तै युट्युब छ भने युट्युब च्यानल छ भने प्लिज कमेन्ट डाउन बिलो मैले भनि नै राखेको छु हामी सब्सक्राइब गरिदिन्छौँ म मेरो फ्यामिलीबाट पनि हुन्छ अनि यति भन्दै थ्याङ्क यू सो मच फर वाचिङ टिल द इन्ड हाम्रो यसरी नै यस्तै इन्ट्रेस्टिङ भिडियो अपकमिङ डेजमा पनि आउँछ कमेन्टमा यो नानी कति के भन्छ अरे यो नानी कति बाठी यो नानी कति बाठी रहेछ भनेको थ्याङ्क यू सो मच म भन्छु त त्यो बारेमा एकदमै बाठी छ गाइज यो होइन म भन्दा पनि बाठी छ अनि अनि ऊ चाहिँ यस्तो मान्छे हो कि कहिले पनि इक्जाममा पढ्दैन होइन क्लासमा पढाएकोले पुग्छ कि उसले अनि राम्रै मार्क्स ल्याएको हुन्छ एकदमै राम्रो मार्क्स ल्याएको हुन्छ सो सी इज भेरी ट्यालेन्टेड म भन्दा पनि अनि स्मार्ट पनि छ अनि यताउता मान्छेहरूले के गरिरहेको छ कस्तो उनीहरूको के छ भनेर पनि नोटिस गरिरहेको हुन्छ कि एकदमै दिमागदेखि चालु छ बहिनी चाहिँ हो कि होइन डु यु अग्री यस अनि यति नै हो अनि के भन्न चाहन्छु भने प्लिज सब्सक्राइब आवर च्यानल फर मोर इन्ट्रेस्टिङ भिडियोज हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन हेरी मात्रै राख्नुभएको छ भने पनि प्लिज डु सब्सक्राइब अनि कमेन्ट गर्नुहोला लाइक गर्नुहोला यति नै हो हाम्रो गफ कुराकानी हाँसो मजाक अनि यति भन्दै यही इन्ड गर्न चाहन्छु मेरो भिडियो थ्याङ्क यू सो मच फर वाचिङ टिल द इन्ड see you in the next video bye bye love you all thank you